दर्शक मानमर देख्न सक्नुहुन्छ अहिले चाहिँ टी ब्रेक भएको छ र वी आर नियर टु हामी चाहिँ अब मनोकामनाको बेस स्टेसनमा पुग्यौँ। देख्न सक्नुहुन्छ टिकट हामीले चाहिँ गरिसकेको छौँ। यु क्यान सी टिकट हाम्रो यहाँ एकदम रेडी छ र अब हामी केबुल कार चढेर चाहिँ सिधा कस्तो लाग्छौँ भिडियो हेर्दै गर्नु होला। साँझको आरतीको दृश्य म देखाउने छु र अरू थप दृश्य पनि देखाउने छु। बाइ। सो टिकट लिएर अब यु क्यान सी हामी जान्छौँ केबुल कार चढ्नलाई। मेरो परिवारका सदस्यहरू यहाँ आउनुहुन्छ। अब हामी चाहिँ केबुल कार चढेर त्यसपछि अगाडि जान्छौँ। बाइ। केबुल कारको अब रमाइलो लिँदै हाम्रो गन्तव्य अघि पनि मैले भनिहालेँ हजुरहरूलाई साँझको चाहिँ आरती हेर्ने र माता मनोकामनाको चरणमा बस्ने। ल सबैले एकै स्वर भन्नु माता मनोकामना कि प्रभु। कामनाको मन्दिरमा यहाँहरूलाई स्वागत छ। आइयो आइयो आइयो। गुड इभिनिङ दर्शकवृन्द। मनोकामना मन्दिरमा पुगेर अहिले चाहिँ यो होटेलको बाल्कनीबाट यु क्यान सी मन्दिर यहाँबाट मजाले मन्दिरको छाना देख्न सक्नुहुन्छ। मन्दिरको पूर्वपट्टि हामी छौँ र यो साँझको दृश्य शिर चलेको हावा दर्शकवृन्द अब अहिले साँझको आरतीको घन्टी बजेको सुन्न सक्नुहुन्छ। यहाँ सबैजना श्रद्धालु भक्तजनहरू चाहिँ अगाडि आरती हेर्न उपस्थित हुनुहुन्छ। गुड इभिनिङ र नमस्ते फेरि पनि सबैजनालाई। साँझको आरती पश्चात चाहिँ मनोकामना प्राङ्गण मन्दिरबाट चाहिँ मनोकामना मन्दिर प्राङ्गणबाट म सबै मेरा आफन्त र मेरा साथीभाइ र मलाई चिन्नुहुने सबैजनाको लागि चाहिँ सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै माता मनोकामनाले सबैको कल्याण गर्नुहोस्। जय माता मनोकामना। नमस्कार। शुभ प्रभातम दर्शनम सम्पूर्ण दर्शक महानुभावहरूलाई मनोकामना मन्दिर परिसरबाट अब अहिलेको बिहानको चाहिँ हामी नुहाइधुवाइ गरेर अब मन्दिर दर्शन गर्ने क्रममा छौँ। देख्न सक्नुहुन्छ एकदम बिहानीको न्यानो एकदम आनन्दको मौसम छ यहाँ। अब हामी यहाँ लाइन देख्न त्यहाँसम्मको लाइन छ र अब पूजा सामान लिएर हामी दर्शन गर्छौँ। भिडियो हेर्दै गर्नु होला। बाइ।
हेलो दर्शकवृन्द, अब मनोकामना दर्शन पश्चात हामी होटेलबाट चाहिँ अब चेकआउट हुने प्रोसेसमा छौँ। भिडियो हेर्दै गर्नु होला। अब अगाडिको दृश्य त देखाउनु नै छु अवश्य। बाई। सानो सानो Good afternoon, my dear. So, where are you at right now? हाम्रो गाडी चाहिँ चार्जिङ गर्ने क्रममा। ओ राइडर्सहरू चाहिँ होइन भाउ? वेस्ट इन्डिया निन्जा। ओहो, फेमस बाइक हो भाउ। ओके, सुन ग्लासमा के छ यो? फ्रेस जुस। जस्तै अडिरहनु मेरो त के नै छ। गुड मर्निङ दर्शकवृन्द, नमस्ते। बिहान चाहिँ अलिक पानी परेकोले म निस्किन सकिनँ। सो आज हाम्रो सेकेन्ड डे हो पोखरामा। अब अहिले म यो पुरानो एयरपोर्टै भन्नु पऱ्यो यो चाहिँ, अब किनभने नयाँ एयरपोर्ट त सरिसकेको छ। बट स्टिल यहाँबाट चाहिँ अल्ट्रालाइट हेलिकप्टर र जोमसोम जाने फ्लाइटहरू चाहिँ अझै पनि भइ नै रहेको छ। यो एयरपोर्ट निकै नै याद आउँछ मलाई। धेरै पटक म मेरो आफ्नो परिवारसँग चाहिँ धेरै पटक यो पोखरा एयरपोर्ट यहाँ पहिला आइसकेको छु। यहाँ ल्यान्ड गरेर बाहिर निस्केको हामीले त्यो मेमोरी अझै पनि छ। र यो देख्न सक्नुहुन्छ सारङकोट यतापट्टि साइडमा र बुम्दीकोट चाहिँ योपट्टि साइडमा अलिकति छेकेको छ यहाँबाट। How are you feeling? Nice? घुम्दा घुम्दै म त लेक साइड पो आइपुगेँ। देख्न सक्नुहुन्छ एकदम रमाइलो लाग्छ यो लेक साइड स्ट्रिट। दिउँसो हिँडे पनि, बिहान हिँडे पनि, साँझमा हिँडे पनि, जुनसुकै बेला हिँड्दा पनि जस यो लेक साइडको रमाइलो नै छुट्टै छ दर्शकवृन्द। अब केही बेरमा म अलिक पर लिएर जान्छु हजुरहरूलाई। भिडियो हेर्दै गर्नुहोस् है त। हस्, धन्यवाद। शिवाय।
हामी कुम्दीकोट महादेव आइपुग्यौँ। देख्न सक्नुहुन्छ महादेव त्यहाँ विराजमान हुनुहुन्छ। सो अब हामी यता कुम्दीकोट महादेवतिर लाग्छौँ। भिडियो सर्दै गर्नु ल। अब हामी ठ्याक्कै कुम्दीकोट महादेव मन्दिर परिसरमा पुग्यौँ। आइसेस दर्शन नमस्ते तालवाराई मन्दिर प्राङ्गणबाट अहिले घुम्दै घुम्दै हामी आइपुगेका छौँ मन्दिरमा र दर्शन गरेर अब बोटिङ गर्ने क्रममा हामी अगाडि बढ्दैछौँ। माता तालवाराईले सबैको रक्षा गर्नुहोस्, सबैको कल्याण गर्नुहोस्। जय माता तालवाराई। नमस्कार। क्या मजाले बसायो भाउ। ए वाउ, ए बाबु त अहिले भने ल हो त रहेछ। ऊ त्यो ठुलो छ, ऊ तान रहेछ बाबु निलो पोट्नी र।
हेलो सुनेना मन्दिर त्यहाँ पर सालबाई मन्दिर हामीसँग चाहिँ एउटा बोट चाहिँ फलो टाढा छ जय माता विन्ध्यवासिनी। देख्न सक्नुहुन्छ हामी विन्ध्यवासिनी मन्दिर प्राङ्गणमा छौँ र यहाँबाट चाहिँ सबैको धन्यवाद होस्। अब हामी घुम्दा घुम्दै अब केही बेरमा चाहिँ मन्दिरतिर जान्छौँ। रेडी हेर्दै गर्नुहोला, धन्यवाद।
गुड मर्निङ दर्शकवृन्द, अब देख्न सक्नुहुन्छ भन्नै परेन गाडी रेडी पोजिसनमा छ। ब्याक टु काठमाडौँ अब निस्किँदैछौँ केही बेरमा, भिडियो हेर्दै गर्नु होला।